हेलो गाइज यो मेरो पहिलो ब्लग स्वागत छ यहाँलाई। हेलो गाइज, स्वागत छ यहाँलाई। यो मेरो पहिलो ब्लग। आज चाहिँ हामी भन्दा कुमार दाइ र म वहाँ घुम्न जाउँ भाइ, फ्रेस हुन। बाहिर रुममा बस्दा बस्दा अलिक बेकार भयो भन्ने हुन्छ, मेसेज गर्नुभएको थियो। सो हामी बाहिर घुम्न जाँदैछौँ गाइज। हाम्रो ब्लग कस्तो हुन्छ हेरिदिनु है। ओके गाइस, म चाहिँ रेडी छु निस्किनको लागि। कपाल ठिकै छ, दुई तिन दिन भयो नधोएको, ओइली छ। यो लगाए आउटर। अहिले चाहिँ हाम्रो साँझको 7:30-8 बज्न लाग्यो। निस्किन तयार छौँ गाइस। अन्तिमसम्म हेरिदिनु होला। ओके दाइ उहाँ हुनुहुन्छ अगाडि। ट्याक्क लगाएर हेलो जय मसी दाई। यस्तै मैले खोजेको थिएँ, यही पाराको ब्लगिङ हुँदैछ है दाइ आज। ल म बसेँ। दाइ हाम्रो मेरो सुरु फर्स्ट भएको के दाइ यो? हो र तपाईँलाई धन्यवाद, जयमसी भाइलाई एकदम धन्यवाद छ। राम्रो योजनाहरू गर्दै हुनुहुँदो रहेछ। रुममा बस्दा बोर भयो दाइ भाइ, त्यही भएर तिमीलाई पनि यसो सोधेको के गर्दै होला भनेर लाग्यो जस्तै लाग्यो मलाई, जस्तै फ्रेस हुन जाउँ दुई भाइ भनेर। धन्यवाद दाइ, सम्झिनु भएकोमा एकदम ट्याक्कै। हामी जाने चाहिँ कहाँ कता जाँदैछौँ दाइ? खाना कता पाइन्छ त त्यही फर्निसतिर जाउँ कि भनेको अरे पहिला बलिङमा जाउँ। हजुर, बलिङमा गएपछि त्यसपछि बलिङमा लाइट चाहिने हो। ठिकै छ। लाइट हामी दुईजना ब्लग गर्दैछौँ। यो साउन्ड बन्द गरिदिउँ त त्यसो भए म्युजिकलाई। हुन्छ भाइ। मण्डप जस्तो खिच्दै हिँड्छु। मेरो यो सिट बेल्ट पनि लगाइहाल्छु। बेल्ट पनि लगाइहाल्नुहोस्। यसको चाहिँ देखाएन क्या। हाम्रो रेखा बहिनीलाई चाहिँ अर्डर गर्नु भनेर दिएको छु उसमा टेपमा पिनहरूमा। पहिले मगाउँछ नि त। त्यसपछि वा भर्खर किन्नुभएको यो? पुरानै हो दाइ, भयो 1-1.5 वर्ष। ए मैले नि यस्तै साना चिटिकल खोजेको। युटिलाइज गरेको छैन। कतिको क्वालिटी आउँछ पनि यसमा? अब हेरौँ है दाइ। हो म हेर्छु है त। ल त्यसपछि अनि नत्र त फोर्की नै खिचिरहेको छु। अब यो कति हुन्छ चाहिँ आज चाहिँ राम्रो हुने होला। राम्रो हुनुपर्छ दाइ। धन्यवाद भाइको। त्यही त बस्दा टाउको दुख्यो क्या भाइ यस्तो। हिजो पनि बसियो, अस्ति पनि बसियो रुममै बस्दा है। त्यही त अब एक्लै पनि फेरि के गर्दै घरको जस्तो इन्भाइरोमेन्ट भयो त केही फरक पर्दैन। यहाँ एउटै रुममा त्यही बेडमा कति बस्नु बेड, कति मोबाइल, कति हेर्नु मोबाइल होइन, आँखा दुखेर जे पड्किँदै गर्छ। हामी चाहिँ घुमेर आउँछ। अब त पड्किने पनि अब त के भन्ने, सुरुमा चाहिँ अलिक कता के हुन्छ कि जस्तो हुन्थ्यो। आजभोलि त पड्के पनि पड्किँदा हाल्छ, यो पड्किँदै गएको हो भन्ने मात्रै हुन थालेछ आजभोलि होइन। हामी चाहिँ घुम्दै गर्छ। त्यही त्यसो भन्दै गर्दा पनि अब अलिकति सरकारलाई दिएको त मान्नुपर्छ होइन। तर हामीले भन्न खोजेको उहाँहरूले पनि अहिले त पहिला जस्तो टाइट गर्नु भएको थिएन। जस्तो कि काम गर्नेहरूलाई अहिले काम गर्न दिनुभएको छ। पहिला त सबैले कम्पनीहरू पनि रिमोटली गर्नु भन्नुभएको थियो होइन।
अहिले धेरै थाहा भइसक्यो कि यस्तै रहेछ पारा काम त यसो देश विकास हुँदैन के अरे भनेर उनले बुझिसक्यो देश विकासको लागि त फिजिकली अब अफिसमा पर्छ कि फिल्डमा उत्रिनै पऱ्यो फेरि के छ भने अब म्याक्सिमम भनौँ 75% भन्दा पनि बेसी सबै बाहिरकै कामदारै मात्रै होला नि त यहाँ एकदम सही भन्नुभयो। अनि अब त्यो सबै पपुलेसन सबै बाहिर कामदारै मात्रै भएको हुनाले उनीहरूको जीविका नै श्रमदाता मात्रै छन् बाहिर श्रमदाता मात्रै छन् अनि जीविका चलाउनलाई काम गर्नै पर्ने भएकोले पनि अब त्यो अवस्थामा सबै बन्द गरेर पनि सम्भव नहुने भएकोले पनि अहिलेसम्म नर्मलाइज हुँदैछ। A few moments later. हामी चाहिँ ट्याक्कै कतार बाउलिङ फेडरेसन गर्दैछौँ हामी। यसपछि हामी बाउलिङ गरेर त्यसपछिबाट हामी फेरि कर्निच जाँदैछौँ। हामी चाहिँ ट्याक्कै कतार बाउलिङ फेडरेसन जाँदैछौँ। नजाएर म निरज दाई पनि निरज ब्रो पनि आउँदै हुनुहुन्छ नि त? आइसक्यो होला ल हामी आइसकेका छौँ। त्यहाँ अगाडि चाहिँ अलिकति बनाएन मैले। यहाँ चाहिँ बाउलिङ सेन्टर ठुलो रहेछ है एकदम है। पहिलोचोटि हो मेरो। So guys, enjoy. आउनुभएछ? आइपुग्नु भएछ? गएन। युट्युब दाइले लेखिदिनु दर्ता गर्दैन। ओ निरज ब्रदर के छ ब्रदर? जय मसी। हो म त फर्स्ट टाइम खेल्दैछु। म्यान अफ द म्याच दाइ पहिला होइन? कति हो दाइ? कति दिनु दाइ? एक गेम 12 रियाल एक गेम। 36 रियाल। ल अहिले म दिन्छु भाइ। म पनि That's really card payment. 40 साइज किन भएको छ? मेरो 42 हुन्छ 9 लामो समयदेखि आज हामी धेरै लामो समयपछि हामी गेम हुँदैछ। जुत्ता पाइरहेको छु मैले होइन। जुत्ता लगाएर हो अहिले त ट्राई गर्दैछु। लास्ट दिन होला हेरेर। ल हाम्रो नाम आइसकेको छ माथि। हो यहाँ हाम्रो यो लाइन लाइन ओके। जुत्ता चाहिँ भाइलाई मैले जुत्ता लगाएको नजिकतिरै होला भनेर निस्केको थिएँ नि त चप्पलमै।
सिकाउँदै मलाई अब बाइक चाहिँ बगाउँदै भयो नखेलेको पनि के भयो मैले त छैन होस् सेक्सन 3 जना नै भन्नुहुन्छ है तर पुरा अहिले पहिलो चाहिँ त्यो मेरो चाहिँ केही योभन्दा अगाडि खेलेकै छैन जसले हाई स्कोर ल्याउँछ त्यो विनर हुन्छ ओके त्यसमा म सिधै फेल यहाँनिर हाम्रो स्कोर बोर्ड हामी लगभग 4-5 महिना भाइ 5 महिना ल हानिदिनुहोस् त कसरी मलाई सिकाउनु है अनि मेरो पालोमा यो बल यो हाम्रो वेट हेरेर हुन्छ यो 10 केजी हो के 10 केजीको यो जति वेट कता हान्नुभएको फेरि किनले गर्यो अब मेरो पालो एकजनाको दुईचोटि पाउँछ एकचोटि ए भनेपछि कुन 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 बल दुईचोटि चान्स पाउँछ ल पर्खिने नि रोज पर्खिनु है ल यो बल कसरी पक्रिनु पर्ने हो यसरी यसरी पक्रिनु पर्छ अनि यसरी छोड्ने हो यसरी पक्रिएर मेरो पालाको समय दिनु त कसरी यत्तिकै फाल्ने हो यसरी हेर्नु त गुड्काउन नि ठिक छ फर्स्ट टाइम हान्दाखेरि यो ठिकै हान्नु भएन त्यस्तै उहाँ दाइले चाहिँ सिकाइरहनु भएको छ कसरी हान्ने के तरिका हो भन्ने कुराहरू धन्यवाद दाइ ल उहाँले हान्नुहुन्छ दामी 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 सबै लडे के हो होइन त्यो अब तिमीले मात्रै अब ल फर्स्ट एटेम्प अब सबै एउटा लडेन अब मेरो पालो ल हाम्रो कुमार दाइको आम्बो कत्रो स्पिडमा हान्नुभयो तपाईँले त पुरा रकेट हान्नुभयो त नि अनि स्पिड देखाउँछ 27.9 हाने हजुरको चाहिँ 12.1 हान्नुभयो रहेछ ए त्यो हाम्रो स्कोर चाहिँ कति हो मेरो 9 हो हजुरले 9 हान्नुभयो भाइको मेरो पहिलोचोटि 4 अब यो सबै ढालेन चाहिँ गोल 10 आउँछ मेरो ए ढालेन भने त्यही 4 मात्रै ओके ओके अलिकति ल ल न्युज प्रकार अहिलेसम्म चाहिँ म छु है ल ठिक छ नेक्स्ट 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 ए ल ओके यता पनि विचार गर्नु पर्यो नि त होइन उताबाट यताबाट ओहो यो पट्टि गयो बाहिर ल ल
त्यही भएर चाहिँ त्यो वेट चाहिँ एकदम मेन्टेन गर्नुपर्छ क्या यो वेट अलिक जति कम हाने नि सुरुमा चाहिँ त्यस्तो राम्रो हुन्छ 10 यो 6 छ 8 छ हेरी हान्दा हुन्छ दामी गयो दामी सबै जान्छ अब यो सबै ढल्यो ओ अब सबै हान्यो भने ढल्यो भने नि अब फेरि भयो एक चान्स मात्रै हो तपाईँको 10 नम्बरको टार्गेट हो नि त्यो सक्यो लाउनु तपाईँ दुई बल हान्नु पायो होइन ए त्यस्तो हो एकैचोटि ढाल्न सक्यो भने चान्स आउँछ ए ढाल्नु भयो नि तपाईँको टार्गेट ओभर भयो कि ए ओके तर एकचोटि जसले बडी ढाल्यो नि त्यसको फेरि हाई स्कोर हुन्छ छिटो बढ्छ भन्दै बढ्छ ओके ओके गयो दामी गयो पनि ल सबै ढल्यो खतरा रकै ढल्नु गयो भने ल 31 आमा 30 ल तपाईँको पालो र यार खतरा हान्नुहुन्छ तपाईँहरू दुईटा गयो दामी भाइको पालो फेरि मेरो पालो हो सबैभन्दा हाइएस्ट चाहिँ भाइ नै छ है अहिले 19 आफू भएन तपाईँले बल चेन्ज गर्नुभयो यो बलले पनि धेरै उस गर्छ डिफेन्ड गर्छ ए किनभने बल पनि हेरेर हान्नुपर्छ त्यसको वेट हेरेर अनि फिङ्गरमा कुन आउँछ आउँदैन त्यो सबै हेरेर हान्नुपर्छ अनि बल हुँदैन ल ठिक छ स्कोर चाहिँ भइरहेछ ल हाम्रो दाइको पालो हामीले स्कोर गर्छ ल लेफ्टले आमा कस्तो करान भएको हौ 32 कस्तो करान भएको सिधै हानेको अर्काले जस्तो घुमाएर हालेर आउँदैन त्यही भएर मैले एउटै बल हान्छु कि वेट गरेर हान्छु एउटै बलको आफ्नो हात बस्छ क्या कुन हान्नु तपाईँ 10 हान्नुभएको 10 हान्छु तर यो 10 पनि 10 हो तर यसको चाहिँ ठुल्ठुलो दुलो अनि त्यसको ग्याप छ बढी ए त्यस्तो पनि हेर्नुपर्ने है ठिकको छ हात ठ्याक्कै आउँछ कि एउटा बाँकी छ ल ओहो अलिकति 1 इन्च म बल चेन्ज गरिदिन्छु ल बल चेन्ज गर्नुभयो ल भाइको र मेरो बराबर ल तपाईँले अहिलेसम्म हाम्रो गयो एउटा यो चाहिँ ड्रेस यस्तो लाएर चाहिँ आउनु पाउँदैन ए ड्रेस कोड ए यो चाहिँ ड्रेस कोड ए ड्रेस कोड गयो ल मेरो ब्याग गयो पुरा च्याम्पियन भयो अलिकति हाइएस्ट भयो हाम्रो भन्दा यहाँ पनि छ स्कोर यहाँ पनि बताउँछ दामी गयो दामी यो सब ढल्छ ए दाइ ल ओके ल ठिक छ वान टाइम है एकचोटिमा हान्यो भने पालै नआउँदो रहेछ
अहिले यो हाने भए अँ यस्तो चाहिँ जानु चाहिँ राम्रो त्यही भएर गन्जाइको छ गयो दामी गयो आम्मामा भएको दाइले पनि ल दाइ कुमार दाइ कुमार दाइको अहिलेसम्म हाइस्ट एक्स आउँछ सबै हाने नि ए एक्स भनेको यो एकदम उसको एक्सपायर भन्छ क्या त्यो सबैभन्दा बढी हाइस्ट ल हाम्रो निराज भएको गयो यो पनि गयो यतिखेर भाइको जसले स्पिड हाने दामी लाग्छ जान्छ बुडुङ्गो ढल्छ कि ल है जीवन भाइको 2टा एक्स मेरो पनि 2टा एक्स भयो एक्स भयो भने चाहिँ 10 नम्बर आउँछ कि झ्याप्पै दुईचोटि लगातार हान्यो भने नि एकैचोटि अरे 20 दिन्छ 20 दुना 40 लगातार हान्यो दामी गयो त्यही लाइनमा हो पक्र्नु पर्ने सही अब 1 मोर चान्स ल चुनौती है ल चुनौती छ गयो जान्छ ओ यो चाहिँ अझै मान्छेले बिराउँछ नि यस्तो भयो भने बिराउँछ मान्छे तर तपाईँले चाहिँ अघि मेरो बिरायो नि त एउटा ल है गाइज अहिलेसम्म पहिलोचोटिमा यतिको ठिकै छ ठिकै हो भाइको रहेछ 61 पुग्यो अब तपाईँले हानिहाल्नु भयो नि त दाइले अब तिनवटा गएन ल अझै 1 मोर चान्स 1 मोर चान्स दाइ हान्नुहुन्छ ल स्पिड हानेको कहिले चक्कर मागे जान्छ कि गयो हाम्रो एउटा गएन एउटा राम्रो भयो राम्रो लगभग हामी 3 जना सबै बराबरमै गरौँ त्यही 4-5 वटा कि मागे ए अच्छा गयो अलिकति ल 67 यस्तो गेम चाहिँ के अरे कुरा गर्दै गफ गर्दै रिल्याक्स तरिकाले हान्नुपर्छ क्या जस्तै यिनीहरूले हानिरहेको नि हो यस्तै पाराले हामी चाहिँ अलिक रस भयो अलि हामी हतार गऱ्यौँ बिस्तारै हान्नुपर्छ भाइ थाकिसक्यो सबभन्दा हाइएस्ट चाहिँ निरज भाइ त्यसपछि जीवन भाइ अनि म छु है त गाइस दामी सही लाइनमा ओ ल ठिक छ त्यो लाइनको लेफ्ट साइडमा गयो राइट साइडको त्यही ठाउँ पऱ्यो भए सियो ढल्दै सबै त्यही भएर राइट साइडको लाइनमा टच हुने तरिकाले हाने सही जान्छ रेस्ट्रिक्सन ड्रेस कोडहरू यो लगाएर चाहिँ आउनु पाइँदैन है त गाइजहरू एकछिन रिल्याक्स गर भाइ 7 हामी पनि थाहा खाउँ कि सुत्दा बस्दा रुममा 10 हो 10 दुना 20 एकचोटिमा एकजना दुईचोटि हान्न पाइन्छ 4 राउन्ड बाँकी छ त
है त भाइ अलिकति तर तपाईँ त 28 घटी त हान्नु हुन्न रहेछ स्पिड त है रकेट हान्ने टेबल हान्ने गएको त सिधा गएको तर त्यो गोटी बाल्नुपर्छ कर्भ झन्नै भेट्यो नि त कर्भले यसको ओइल लगाएको हुन्छ क्या ओइल सफा गरेर हान्नुपर्छ कसले जान्छ ए ओइल सफा गर्न त सिवन ल्याउनु भएको छ नि गयो दुईटा झन्नैले धेरै समय हानेर थका हाल्नु लाग्यो है बोलिङ खुले अहिलेसम्म चाहिँ मेरो चाहिँ अब के दाइले हानिहाल्छ नि ल म ट्राई गरौँ अब ओहो दामी एउटा त छुँदैन कि 19 को स्पिड रहेछ 19.2 एउटालाई छाउन गाह्रो हुन्छ क्या 86 है भाइको तेल सफा गरेर ओके खास चाहिँ यसको कपडै हुन्छ छुट्टै कपडा किन्न पाइन्छ यसको किनेर युज गरेको कपडा तर हामीसँग कपडा कहिलेकै तर जान्छ नि जान्छ सेकेन्डमा जान्छ सेकेन्डमा जान्छ गयो दामी गयो सबै निरज ब्रो 75 र 77 यति नै म अलिकतिले ल खतरा घुमाएर हानेको है हान्नको लागि चाहिँ घुमाएर चाहिँ हान्नु चाहिँ हान्नु भएकै हो है ल बढी घुमे अहिलेसम्म त मै पछि त तर ए जीवन भाइले चाहिँ जित्छ त्यहाँ एक्कासी बल्ल हौ अहिलेसम्म चाहिँ मेरो चाहिँ आयो है अब एकछिन मैले यहाँ कट गरेँ ब्याट्री छैन एकैचोटि फाइनल रिजल्टमा म देखाउँछु होइन A few moments later. ल यो फाइनल राउन्ड
फाइनल राउन्ड फेरि सबै ढाल्यो भने फेरि चान्स पाउँछ भाइ फेरि चान्समा आउनु है तर ढालेन भने काम ल एउटा एक अब त्यो 3वटा फेरि ढाल्नुभयो भने प्रोले वान मोर चान्स ढल्यो मजाले ढल्यो कडा 100 ब्ल्याड चाहिँ अब एउटा एक्स आयो भने त कडा आयो त अन्त नम्बर फेरि दामी गयो दामी के हो यो 110 म्याक्सिमम भयो भाइ 110 भनेपछि कुमार दाइले लाने रहेछ ल ल फाइनल स्कोरमा हामी आउँदैछौँ यहाँ चाहिँ निरज भाइको 101 भएको छ अब फाइनल राउन्ड चाहिँ भाइको हान्दैछ जीवन भाइले ठिक छ अब यो ढाल्नु भयो भने चाहिँ फेरि अर्को चान्स पाउँछ यो ढाल्नु भएर अर्को चान्स पायो भने चाहिँ भाइलाई जित्नुहुन्छ फेरि तपाईँले नत्र फेरि ढाल्नु भएन भने चाहिँ भाइले जित्छ तपाईँलाई कुरो यस्तो छ गएन एउटा मात्रै गयो सुरुमा तपाईँले हान्नुभएको नि नत्र मान्छेले अक्सिजन पनि पुऱ्याउँदैन नि सुरुमा नयाँ हामीले 100 पुऱ्याउन हामीसँग तपाईँको धेरै न ल अहिलेसम्मको हाम्रो हाइस्ट निरज ल अब निरज ब्रो र हाम्रो कुमार दाई दुईजनाको ब्याटल थर्ड मै हो त एनी हाउ थर्ड हो 3जनामा अब हामी 2जनामा कसले ल्याउने है ल है त ए ल यो अब यो त हानिहाल्नुहुन्छ नि यो ढालेपछि त त्यही पनि दिदिसक्नु भयो ढाले पनि नढाले पनि के ढाल्नै पर्दैन तपाईँले जितिसक्नु भयो तपाईँले ल त ढाले पनि नढाले पनि अलरेडी विनर कुमार दाई त्यही पनि हेरौँ ल ढल्यो ल गडबड भयो कङ्ग्रेचुलेसन्स दाई गेम इज ओभर टोटल 300 स्कोर आएको छ 334 स्कोर त्यो स्कोरमा चाहिँ फर्स्ट फर्स्ट सेकेन्ड मचेर अटोमेटिकली थर्ड भएछ म चाहिँ होइन थ्याङ्क यू सो मच तपाईँहरूलाई मेरो पहिलो एक्सपिरियन्स अस्ट्रेलियाको गेममा तपाईँ आउनु कि अब नेक्स्ट गेम चाहिँ म छिटाउँदिनँ अर्को समयपछि हान्यो भने नि फेरि भाइ सेकेन्ड टाइम हाल्यो भने नि हान्ने रहेछ भनेर भन्छ नि फेरि एकतिर हानिरहेको हुन्छ त्यही हुन्छ त्यस्तो हुँदो रहेछ नयाँकोले पुरा हान्नु जान्छ ल अहिले ब्याट्री लो छ अब अर्को लोकेसन गएपछि फेरि कन्टिन्यू गरिन्छ है त ल यहाँनिर हामीले सिद्धायौँ हाम्रो विनर दाइ हुनुहुन्छ यहाँ यहाँबाट हामी अर्को ठाउँ जाँदैछौँ कहाँ कता भनेर चाहिँ हेर्दै गर्नु अब हाम्रो दाइले नि हामीलाई लिएर हिँड्दै हुनुहुन्छ अर्को ठाउँको लागि हेर्दै गर्नु है त हामी त्यहाँनिर पुगेपछि फेरि कन्टिन्यू गर्नेछौँ
निरज ब्रो हजुर स्वागत छ हजुरहरूलाई हाम्रो फेरि पनि यो मिनी ब्लगमा नयाँ नयाँ अपडेट दिइरहन्छ हामी आइपुगेका छौँ यहाँ त यहाँ मलाई ठाउँ कराउनु थाहा छैन फेरि यहाँ पार्किङ गरिसकेपछि गाडी पार्किङमा छ अब यहाँदेखि हामी हिँड्दै जाँदैछौँ हिँड्दै डुल्दै पुगिन्छ दाइ हामी कुन ठाउँमा आएको दाइ यो मिया पार्क भन्छ कि भाइले यो हाम्रो ओल्ड के अरे म्युजियमको छेउमा हो ओल्ड म्युजियमको छेउमा त्यो ओल्ड म्युजियम भयो क्या नयाँ म्युजियम त यतापट्टि पारिपट्टि छ ओल्ड म्युजियम त्यो परदेखिको पहिलो बिल्डिङ चाहिँ ओल्ड म्युजियम त्यसको पार्कमा छौँ कमेन्ट गरिदिनुहोस् हामी कुन ठाउँमा छौँ तपाईँलाई थाहा छ भने निरज ब्रदर यो चाहिँ ओल्ड इस्लामिक आर्ट भन्छ यसलाई होइन अनि ओल्ड म्युजियम हो त्यसको राइट साइडमा चाहिँ मिया पार्क भन्छ मिया पार्क मियाको नामले चर्चित छ यो ठाउँ चाहिँ ओके मिया पार्कमा छौँ हामी दृश्य देखिन्छ त्यहाँबाट ओके हामी जाउँ है त त्यहाँ गएपछि फेरि खिच्छु म ल हामी यहाँ उत्रिसकेका छौँ अनि अब यहाँदेखि फेरि हामी हिँड्दै डुल्दै दिउँसो अझ रमाइलो हुन्थ्यो क्या तर राति पनि लाइटिङहरूले गर्दा रमाइलो छ सो यता समुद्र नाउँहरू छ इन्जोय गर्नु होला ने हजुर छेउबाटै गयो यही डेट्सबाट आउँछ उता त्यो चाहिँ पुरै प्रिजर्भ भएर आएको हुन्छ नि त फेरि यहाँको चाहिँ ताजा ताजा गुलियो चाहिँ अति गुलियो हुन्छ है तर त्यो परमेश्वरले दिनुभएको त्यो यहाँ अब पहिला पहिला मरुभूमितिर यस्तै मात्र ट्री हुन्थ्यो नि त होइन त्यतिखेर जीवन गुजारा गर्नुहुने नै यही हो त्यही भएर परमेश्वरले दिनुभएको त्यो चाहिँ स्विट चाहिँ अब यहाँ खिच्न पनि डराउनु पर्ने हुन्छ किनभने धेरै स्ट्रिक्ट छ कतार जेपाइते खिच्न पाइँदैन झपाइते खिच्न पाइँदैन सबै मान्छेलाई निकाल्न पाइँदैन
So, guys, याचहरू पुरै पार्क छ, फ्यामिली पार्क त यो साइड चाहिँ ट्याक्कै अहिले चाहिँ फुल्दैछ, अक्टोबरतिर चाहिँ पाक्ने रह्यो, त्यो मात्रै फुलिरहेको छ। दसैँतिर पाक्छ, दसैँ तिहारतिर मजाले मान्छेहरू यताबाट दसैँ तिहारमा जाँदाखेरि फ्रेस हो यो के अरे डेट्स लिएर जान्छ, यिनीहरू नै हो। अब यही गरेर है पछि फुल्दै गरेको ट्याक्कै दसैँ तिहारमा टक्क रेडी हुने। 4-5 महिनापछि पाक्ने। ओके, फुल खेल्दै रहेछ अहिले। मिया पार्क भनेको चाहिँ यही हो? हजुर, ओके, हामी मिया पार्क राम्रो रहेछ ठाउँ। दिउँसो स्काइलाइन पर्यो, यो चाहिँ आइल्यान्ड लुसेल होइन? सिटीको नाम नि पर्ल। मैले मिलाएछु त। ए दाइले भन्नुभएको डाँडा यही हो कि क्या? डाँडा खाने खिच्ने भन्ने, डाँडा चाहिँ खिच्ने भन्ने हुन्थ्यो क्या। तर मलाई त यहाँ दिउँसोभन्दा त यतिखेरै ठिक होला जस्तो लाग्यो है, किनभने दिउँसो घाममा त गाह्रो हुन्छ नि त यहाँ। यतिखेर चाहिँ बत्ती देखिँदैन। अहिलेकै लागि ठाउँ चाहिँ यो अहिले नै आउनुपर्ने खालको ठाउँ रहेछ। यो ओल्ड म्युजियम चाहिँ हो? ओल्ड म्युजियम हामी डाँडातिर सेम लेभल हो। बिरालो, यहाँ बिरालो चाहिँ जम्मै भन्छ नि, बिरालो त अहिले पछि यहाँ केही यहाँ उयो ग्रेन आउँछ, ग्रेन आउँछ पुरै बिना लाइटको यो चाहिँ स्काइलाइन। कस्तो फिल गरेछ दाइहरूलाई? हावाले है, नेचुरल हावा, समुद्रको हावा, राति चिसो शीतल। कतिपय रोगहरू पनि निको हुन्छ होला। यसले स्ट्रेसको रोगहरू चाहिँ निको हुन्छ पक्कै। मान्छेलाई फ्रेस ड्युटी रुम गर्दा 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 मेरो माइन्ड फ्रेस के अरे फ्रिज भइरहेको थियो। फ्रेस हुनुभयो अब? एकदमै हामी चिया ब्रेकमा छौँ अहिले। टेस्टी चिजको अगाडिपट्टि छौँ। दाइले केही खानेकुरा चिया अर्डर गर्नुभएको छ। प्लस स्यान्डविच के हो दाइ? स्यान्डविच के हो? शोरमा त्यही पछाडि हुनुहुन्छ हाम्रो रेस्टुरेन्ट। उहाँ ड्युटीबाट आउनुभएको हुनाले थकित हुनुहुन्छ। थकित 12 घन्टा। Thank you so much. Card payment by Neeraj brother. Waiting by me and Sai. यसको सोरमा चाहिँ राम्रो हुन्छ, त्यही भएर अरूको त खासै ठिक हुँदैन। यसको पनि टेस्ट लिइहालौँ। पोथनी होइन, प्रार्थना गरेँ भाइ कि म गरौँ?
धन्यवाद छ महान दयालु परमेश्वर पिता तपाईँलाई धन्यवाद चढाउँदछु तपाईँ परमेश्वरले दिनुभएको साँच्ची म प्रवचनको निम्ति साँच्ची प्रभु हामीलाई तपाईँ परमेश्वर शान्ति सुख साथ गुणमा जाँदा आउँदा तपाईँको सहायता गर्नु प्रभु धन्यवाद छ अर्को फेरि पनि प्रभु तपाईँ परमेश्वर हाम्रो वास्ता फिक्री गरिकन प्रभु तपाईँसँग जुटाउनु भएको भोजनलाई प्रभु छैन शुद्ध पार्नुभएको छ खाएको बलसँग ताकतले प्रभु तपाईँको महिमा भएको छ खर्चेको भण्डारमा सबै क्रम प्रभु तपाईँको प्रशस्त मात्रामा आश्रित गर्नुभएको छ यसो प्रभु आमेन सावरमा ब्रेड विथ ऱ्यापमा भेजिटेबल चिकन गराङ गुरुङ हुन्छ के हुनु पर्ने सबै हुन्छ स्पाइसी दामी रहेछ तर तपाईँलाई स्पाइसी मन पर्दैन होला कसलाई मलाई भाइलाई 630 को ल जाउँ अब हामीले खाजासाजा खाइसक्यौँ चिया खाइसक्यौँ अब हामी जाँदैछौँ ब्याक टु होम हामी एकदम टेस्टी लाग्यो मोमो त सबै टेस्टी लाग्यो मलाई भोग लगाएर पनि होला कि सायद सहरमा चाहिँ मलाई पनि किन मनपर्छ भने यसमा चाहिँ टक्कै कस्तो मिलाएको हुन्छ क्या जस्तो कि रोटी छ होइन मासु छ भेजिटेबल्स छ अमिलो पिरो छ आलु छ राई छ भेजिस छ सबै टक्क खाँदाखेरि टक्कै जस्तै भोकाको बेला पनि अलिकति खायो भने पनि त्यसले कस्तो मजाले उयोदिन्छ क्या होइन पेट भरिदिन्छ एकदम मिठो टेस्टी फेरि चिकन चाहिँ कस्तो ग्रिल्ड गरेर एकदम हिटमा बनाएको भएर फ्लेभरै कस्तो राम्रो हुन्छ त्यही भएर सहरमाको चाहिँ म पनि फ्यान हो ल हाम्रो घुमघाम सकेर हामी रुम आइसकेको छौँ है मेरो रुमको अगाडि दाइले गरिसक्नु भएको छ रुम अगाडि आइपुग्यौँ हामी रमाइलो भयो फ्रेस भयो नसोचेको नयाँ अनुभव गर्न पाइयो मैले फर्स्ट जति जिन्दगीमा पहिलो पटक बोलिङ गरेँ कस्तो थियो दाइ मेरो रिभ्यू दिनु फिडब्याक कस्तो दुईजना राम्रो स्कोर ल्याए साँच्चै राम्रो ल्यायो। हामी खेलिरहेको मान्छेलाई नत्र टक्कर दियो नयाँ मान्छेले त 60-70 स्कोर हो एक्स पनि हान्दैन त्यही पुरै स्पेयर हान्यो मैले त दुईवटा हाने होइन एक्स दुईवटा मजाले गेममा राम्रो एकदम अब अर्कोचोटि टुर्नामेन्ट हुँदा ल म पनि प्लिज ल मिस नहुने त्यो टाइम अब चाहिँ मिस हुन्न राम्रो हान्दो रहेछ साँच्चै भनेको सिधा कि हात सिधा त हान्न सकिन्छ कर्भ चाहिँ हार कि मैले अघि अनुभव गरेँ कर्भ चाहिँ हान्न नसकिँदो रहेछ सिधा चाहिँ सकिँदो रहेछ त्यो चाहिँ अघिको मेरो छोटो अनुभवले मलाई बतायो होइन सुरुमा चाहिँ त्यस्तै हो मैले त त्यही भएर कर कहिले हान्दिनँ हान्ने सिधै लाइनु ढले ढल्छ नढले पनि ढल्दैन म चाहिँ सुरुमा हाने थिएँ बाङ्गो गरेर हेर्नु म चाहिँ अलिअलि हान्छु तपाईँ चाहिँ अघि एउटा त राम्रो हान्नु भने कर्भ होइन मैले त्यस्तै टाइपको हान्छु सिधा हान्नै सक्दिनँ फेरि दाइहरू जस्तो जाम भयो जस्तो छ ए पार्किङ हो यिनीहरू पार्किङ रहेछ ठिक छ यता अलिकति अगाडि सार्दै अनि मेरो ब्लग पनि अब अन्त्यमा आइसकेको छौँ म निक्लिहाल्छु तपाईँहरू जानुहोस् यहाँ बाटो भेट्दै नसकिदिनु ल थ्याङ्क यू सो मच दाइ आजको यो एकदम समयको लागि धन्यवाद छ भाइलाई एकदम आइदियो एकदम एकचोटि भनेको बित्तिकै सोधेको बित्तिकै भाइलाई अनि बिजी चाहिँ होला जस्तो त लागिरहेको थियो एडिटिङ गर्दै होला आफ्नो काम पनि होला जस्तो त लाग्यो तर पनि भाइले समय निकाल्नु भयो खुसी लाग्यो धन्यवाद छ भाइलाई तपाईँलाई पनि धेरै धन्यवाद भाइ एकदम खुसी लाग्यो आजको पहिलो अनुभव घुमघाम ब्लग पनि राम्रो भयो यो पहिलोचोटि हाम्रो दाइहरूसँग एक दिन डेमा जाउँला एक दिन डेमा जानेछौँ नेक्स्ट कता ल नेक्स्ट कतातिर जाने त त्यसै कतातिर आज डिसाइड जाने? गर्ने कि या चाहिँ पछि नै पछि ल पछि हुन्छ हाम्रो नत्र दर्शकहरूलाई चाहिँ पहिल्यै यसो भने एक्साइटेड हुन्थ्यो कि अग्रिम गर्न हुन्छ अहिले बमबारुद भएको कारणले गर्दाखेरि नि धेरै घुम्नु पनि जाने उयो छैन वातावरण छैन होइन यस्तै यसो एकदम सडनली बनेको अनएक्सपेक्टेड तरिकाले बनेको प्लानहरूमा चाहिँ राम्रो हुँदो रहेछ प्रभुलाई धन्यवाद सबै कुराको लागि ल थ्याङ्क यू सो मच तपाईँहरूलाई मिया पार्क पनि नयाँ ठाउँ है सबै नयाँ ठाउँ मेरो लागि त्यो पार्क पनि नयाँ गेम पनि नयाँ
यसरी पनि धेरै एक्सप्लोर गर्नेछौँ हामी मेन हो नेक्स्ट डेजहरूमा Next हामी days त्यसै तपाईँहरूलाई चाहिँ देखाउनेछौँ चाहिँ अनि साथ सपोर्ट गर्नु होला होइन धन्यवाद